वृश्चिक राशि गरेका मानिसहरूलाई भाग्यको ढोका खुल्ने र भाग्यलाई चम्काउने विधि लिएर आएको छु। वृश्चिक राशि गरेका समस्त मानिसहरूले यो उपाय गरेर तपाईको जीवनमा लाभ लिन सक्नुहुनेछ। जीवनमा हजुरको भाग्यको ढोका खोल्न सक्नुहुनेछ। वृश्चिक राशि गरेका मानिसहरूले यो काम गर्न नभुल्नुहोस्। हजुरले यी काम गरेर हजुरका यी तीनवटा कामले वृश्चिक राशि गरेका मानिसहरूले भाग्य चम्कनेछ। भाग्यमा अति राम्रो हुनेछ। भाग्यमा हजुरको साथ मिल्नेछ। हजुरका कुनै न कुनै काम बिग्रिरहेका छन्, तनाव मात्र आइरहन्छ, हैरानीमा पर्नुहुन्छ, परेशानीमा पर्नुहुन्छ, मानसिक तनाव, आर्थिक तनाव, शारीरिक तनाव भइरहेको छ भने हजुरले यी तीनवटा काम गर्नुहोस्। हजुरहरू वृश्चिक राशि गरेका मानिसहरूलाई अति राम्रो हुनेछ। यो भिडियो सक्दो शेयर गरौँ है वृश्चिक राशि गरेका मानिसहरूले। र हामीहरूसँग ग्रह कुण्डली हेराउनको लागि, परामर्श गर्नको लागि बायोमा फोन नम्बर छ, व्हाट्सएपमा जोइन हुनुहोस्। बायोमा युट्युबको लिंक छ, सब्स्क्राइब गर्न नभुल्नुहोस्। अनि वृश्चिक राशि गरेका मानिसहरूले गर्नै पर्ने तीनवटा कामहरू। पहिलो नम्बरको काम छ हजुरले राता कपडाहरू दान गर्नुहोस्। कुनै न कुनै एउटा देवी मन्दिरमा राता कपडा दान गर्नुहोस् र देवीलाई भन्नुहोस् म यो कामनाको लागि दान गरेको छु, मेरा ती कामनाहरू इच्छाहरू पूरा हुन् भनेर हजुरले चढाउनुहोस्। दोस्रो नम्बरको काम छ मसुराको दाल। मसुराको दाल अथवा मसुराका दानाहरू हजुरले कुनै एउटा गंगामा, नदीमा बगाइदिनुहोस्। सूर्य अस्त हुने बेलामा हजुरले अनि आफ्ना इच्छा भनेर मेरो छिटो भन्दा छिटो त्यो इच्छा पूरा होस् भनेर हजुरले ती बगाइदिनुहोस्। हजुरका काम तत्कालै बन्नेछन्। तेस्रो नम्बरको कुरा रहेको छ गुण। हजुरले गुण कुनै न कुनै कन्याहरूलाई गुण खुवाउनुहोस् अथवा कुनै न कुनै अनाथहरूलाई गुण दान गर्नुहोस् अथवा हजुरले गुण हनुमानको मन्दिरमा अगाडि लगेर चढाइदिनुहोस्। हजुरका काम, इच्छा, संकट नाश हुनेछन्, काम र इच्छा पूरा हुनेछन्। यो गजबको शक्तिशाली उपाय छ वृश्चिक राशि गरेका मानिसहरूलाई। हरे शम्भो।